साथीहरु सबैजनालाई नमस्कार। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा छ। मैले चाहिँ सानो एउटा मिनी भ्लग बनाएको छु। त्यसमा सबैजनाले मलाई माया गरिदिनु होला, लाइक कमेन्ट सब्स्क्राइब पनि गरिदिनु होला प्लिज। अनि आजको वेदर चाहिँ एकदमै राम्रो थियो। पानी सिमसिम आइरहेको थियो, बिदाउँदै आउँदै शीतल मौसम भइरहेको थियो। यति राम्रो मौसममा एउटा छोटो राम्रो मिनी भ्लग पनि बनाइदिउँ न भन्ने सोच आयो। त्यसपछि सुरुमा मैले फ्लावरबाट स्टार्ट गरेँ। म चाहिँ एकदमै फ्लावर लभर हो। म चाहिँ धेरै फ्लावरहरू लगाउँछु, तर कतिपय बाँच्छ कतिपय मर्छ, त्यो आफ्नो ठाउँमा छ हैन। अनि त्यसपछि फ्लावरमा चाहिँ मलाई चाहिँ मेन चाहिँ मौरीहरू आएर अनि पुतलीहरू आएर बस्छन् नि, अनि त्यो हेर्न चाहिँ मलाई यस्तो मनपर्छ के। अनि यो चाहिँ किन देखाएको भनेपछि हेर्नु न, माथिबाट कस्तो राम्रो पानीहरू अड्डेको अनि राम्रो देखेँ के। अनि यसरी ढल्काइदिएको त अनि सर्लक्कै खस्यो कि, मलाई यस्तो मन पर्यो। अनि यो फुलको नाम चाहिँ के होला साथीहरू कमेन्ट गरिदिनु होला। मलाई त ठ्याक्कै नाम थाहा भएन। म चाहिँ लगाउँछु तर नाम चाहिँ मलाई थाहा हुँदैन। अनि म चाहिँ मेन चाहिँ देखाउन के खोजिरहेको छु भनेपछि यो करेला बुटा सानो छ साथीहरू, तर यसको फल चाहिँ यति ठुल्ठुला छन्, लामो छन्। यति खुलायो यो करेलाले भन्ने साध्य छैन। मेरो बुवालाई पनि एकदमै मनपर्छ। मेरो बुवा पनि दुई तिन दिन बिराएर आइसिन्छ लिन, लगेर गइसिन्छ। एकदम मनपर्छ। अनि मलाई पनि जे होस्, हामीलाई तरकारी किन्नु परेको छैन। हामीलाई अर्ग्यानिक खाना नै एकदम यस्तो टेस्टी हुन्छ अर्ग्यानिक खाँदाखेरि। अनि यहाँ पनि दुईटा छ। यो पनि कस्तो राम्रो कि, यो जिन्नेकै छैन। अझ यो जिन्नेपछि कत्रो होला कि साथीहरू। तर मलाई यो नजिन्निँदै म टिपेर खान्छु, किनकि मलाई एकदमै मनपर्छ करेला। अनि यो करेला कस्तो छ भने तितो खालको पनि छैन कि यो करेला, तितो नहुने खालको एकदम टेस्टीवाला छ। अनि यो मेन करेला लगाउने मान्छे चाहिँ मेरो बुढा हो। सर्वप्रथम मेरो बुढालाई चाहिँ म धेरै धन्यवाद दिन चाहन्छु, किनकि आफूले खान नपाए पनि मेरो बुढीहरूले चाहिँ खाओस् भनेर चाहिँ धेरै सब्जीहरू लगाइदिन्छ। अनि त्यही भएर मैले टिप्दाखेरि, मैले खाँदाखेरि म मेरो बुढालाई नै सम्झिन्छु। भइदिएको भए खाइसिन्थ्यो होला भन्ने सोच आउँछ। अब जे होस्, अब आफूले नखाए नि हामीले खाए खुसी मान्छिन्छ, त्यही भन्छिन्छ। अनि त्यसपछि हेर्नु न, यहाँ यस्तो बेटारे रहेछ माथि, अनि त्यहाँ पनि लुकेर बसिरहेछ करेला। आफूले गरेपछि के नहुने रहेछ साथीहरू, सब चिज हुने रहेछ। आफूले गर्नु मात्रै पर्यो। गाउँमा गएर दुई चारवटा कुराहरूसँग कुरा काटेर बस्नुभन्दा साथी, म चाहिँ कसै गरेर कुरा काट्न जाँदैन, मलाई मन पनि पर्दैन। म चाहिँ जे होस् आफ्नै घरमा बस्ने, आफूले गर्ने भन्ने सोच्छु। अनि मैले कुखुरा पनि पालेछु। अनि त्यहाँ चाहिँ एउटा मोटे छ। त्यो मोटे चाहिँ यो मोटे चाहिँ 3 किलोसम्मको छ होला साथीहरू। अनि यसले चाहिँ के गर्छ, बस्नै खाने, यो एकछिन पनि बस्न सक्दैन, उभिनै सक्दैन। एकैछिन उभियो भने अनि उसले चाहिँ बस्न भइहाल्छ, हिँड्नै सक्दैन कि, यति मोटो छ। चारो चाहिँ बसी खाने। अनि यो चाहिँ एकदम प्योर लोकल हो साथीहरू, एकदम प्योर हो। तर यो चारो खाएर मात्रै हल्का मोटो ठुलो भछन्। अनि के अरे 2.5-3 किलोसम्मका छन्। पुरै भाले छ, एउटै पोथी रहेछ। अनि तर मलाई कस्तो चल्ला पनि सुपेको, सबै भाले परे। एकदमै राम्रो छन्। एकदमै एउटा रोग पनि छैन, केही पनि छैन। गरेपछि सबै चिज हुँदो रहेछ साथीहरू। म पनि एउटा टिचर हो, मैले पनि उतातिर स्कुलमा काम गर्छु हो। बिहान 9 बजे जान्छु, त्यसपछि 4-5 बजीतिर घर आउँछु। अनि म चाहिँ यिनीहरूलाई बिहानको 9 बजीभन्दा अगाडिको टाइम यिनीहरूलाई दिन्छु। त्यसपछि साँझ आएर 4-5 बजेकोदेखिको टाइम यिनीहरूलाई दिन्छु। अनि यिनीहरूलाई मैले चारो हाल्ने, पानी दिने, यताउता सबै टाइम दिन्छु। जे होस्, मैले सबै चिजहरू हेरिरहेको छु। आफूले गर्न सक्ने बेलासम्म, शरीरले हिष्टपुष्ट हुने बेलासम्म साथीहरू काम गर्नुपर्छ। म चाहिँ त्यही सोच्छु, घरमा बसेर त्यतिकै टाइम वेस्ट गर्नुभन्दा केही गरेपछि आफूले खाना नि पाइँदो रहेछ। अनि त्यसपछि त्यो आफूले गरेको चिजहरू देख्दाखेरि पनि धेरै खुसी हुँदो रहेछ। अनि त्यही भएर म चाहिँ कसैको घरमा जाँदिनँ। म चाहिँ आफ्नै गर्ने, आफ्नै खाने, मलाई कसैको मतलब पनि हुँदैन। म चाहिँ जे हो आफूले फेरि आफूलाई चाहिँ बिजी राख्ने काम गर्छु। त्यही भएर मैले हेर्नु न, यस्तो राम्रो लक्का जवानवाला भालेहरू छन् साथीहरू। तपाईँलाई चाहियो भने एकदम प्योर लोकल हो, चाहियो भने सम्पर्क गर्नु होला। भाले छन्, एउटै पोथी छ। फेरि बसिहाल्यो, हेर्नु न, यो मोटे एकछिन पनि उभिन सक्दैन। अनि उठ्ने, बस्ने, खाने, यसको काम नै यही हो। अनि मैले यहाँ हाँस पनि पालेछु, 2टा हाँस पनि छन्, केटा र केटी जोडी। अनि यसले चाहिँ त्यसको टाउकोमा
लड्दाखेरि होला सायद कपालै निकाल्दो रहेछ कपालै छैन रहेछ। अनि सायद त्यो केटी होला कि केटा होला, सायद केटा भएर बलियो भएको होला। त्यही हो साथीहरू, सबैजना साउन सङ्क्रान्ति कसरी मनाउनु भयो, सबैजना आरामै आफ्नो ख्याल गरेर बस्नु होला। यति भन्दै मेरो सानो छोटो मिनी ब्लग, बाई बाई।